हापेन हैन हैन त्यो ड्रेस लाउने बित्तिकै तिमी बिरामी भयो हैन। अर्को लुगा आउट ड्रेसमा त स्कुल जान्छ होला नि हैन भाइ, यसले मात्रै बिरामी भएको हैन त। आउट ड्रेस लाउँ न त अनि जाउँ ल स्कुल। ह नजाने नै के गर्नु त, अब के गर्दा चाहिँ ठिक हुन्छ लु भन्नु त भाइ। ह भरे कहाँ जाम? 4 बजे ठिक हुन्छ। भरे कहाँ जाम? घर जाम? भरे घर जाम। मोबाइल हेरेपछि आफै फेरि ठिक हुन्छ बिस्तारै। मोबाइलको स्टिकरहरू हेर्दा चाहिँ ठिक हुन्छ। के हेर्दा चाहिँ ठिक हुन्छ त? कति बजेसम्ममा ठिक हुन्छ अब? कहिले ठिक हुन्छ? 20 के 20 बजे 20 बजे अब आफै ठिक हुन्छ। 10 बजे बिरामी भएको छ, 9:30 बजेदेखि बिरामी भएको, अनि 20 बजे आफै ठिक हुन्छ हो। अब 20 चाहिँ कहिले बज्छ त? अनि कहिले बज्छ भाइको 20? हाँ भाइ, हाँ भाइ, कहिले 20 बज्छ अरे? दादा स्कुलबाट आउँदाखेरि 20 बज्छ हो हो। अनि घर पनि नजाने, के भन्छ हस्टेल पनि नजाने, स्कुल पनि नजाने, अनि ठुलो मम्मीकोमै बस्ने हो। ए मामुले दाजु स्कुल पुऱ्याउनुहुन्छ अनि चाहिँ घर जाने। ए अहिले एकछिन मोबाइल हेर्नु सक्छ भाइले? सक्छ तर जोन दादाको मात्रै हेर्नु सक्छ मोबाइल। ल्यापटप होइन? बिरामी नै छ। बिरामी मान्छेले अनि कसरी मोबाइल हेर्छ त? बिरामी छैन त भाइ त। एउटा फिल्म मात्रै हेर्ने अनि अलिअलि ठिक हुन्छ होला हौ एउटा फिल्म हेरिसकेर त हैन। एक गेम मात्रै पो, अझ गेम मात्रै पो खेल्छु? ए कुन गेम खेल्छ भाइले? तै स्टिक वार? ए त्यसो गर्छ? के हो स्टिक वार भनेको चाहिँ? स्टिक वार ठुलो बनाउने के ओ रेड गर्दा ओ ब्लू हुन्छ नि, येलो गर्दा चाहिँ झार बनाउँछ। ए हो त्यस्तो? भाइलाई मन पर्ने त्यो? भाइलाई के गर्नु मन पर्छ? काम गर्नु मन पर्छ कि पढ्नु मन पर्छ कि स्कुल जानु मन पर्छ कि मोबाइल खेल्नु मन पर्छ कि के गर्नु मन पर्छ? भन न एउटा। काम गर्नु मन पर्छ? मन पर्दैन। स्कुल जानु मन पर्छ? मन पर्दैन। अनि मोबाइल हेर्नु मन पर्छ? गेम खेल्नु मन पर्छ? एउटा गेम मात्रै खेल्छु म। ए एउटा गेम मात्रै खेल्छु? एउटा गेम खेल्नु चाहिँ मन पर्छ, काम गर्नु मन पर्दैन हैन? जगमा पानीले भन्छ मामुले त यति पनि अराउँदैन त मलाई त भन्नेको हो। भाइले हो कि होइन? हो नि। कहाँ तातो भइरहेछ अरे भाइको? खुट्टामा पनि तातो छ। हामीले छाम्दा त छोइन त, चिसै छ त। अनि भाइ मैले छुँदा मात्रै चिसो हुन्छ? उसले छुँदा मात्रै तातो हुन्छ अरे हो। ए उसले भाइले छुँदा मात्रै तातो हुन्छ, मैले छुँदा चाहिँ चिसै लाग्छ? ए अनि भुँड टाउको दुखेकै हो त? लु हिँड्न त, यहाँ भ्याक्सिन लाउनु, के अरे इन्जेक्सन लाउनु पर्छ। हिँड जाउँ पछि त। भरे आफै ठिक हुन्छ फेरि? कसरी थाहा भयो तिमीलाई चाहिँ आफै ठिक हुन्छ भनेर? कति बजे ठिक हुन्छ अरे भाइ? कति बजे ठिक हुन्छ? 20 बजे अरे हो कि नै भनिहाल्छ। कतिचोटि भनिराख्नु होइन भाइ? 20 बजे 20 बजे ठिक हुन्छ। अब छोडिदेऊ। हजुर।